देशले निकास पाइराखेको छैन। अहिलेको व्यवस्थाबाट, अहिलेको संसदीय व्यवस्थाबाट, अहिलेको पात्रहरूबाट, अहिलेको प्रणालीबाट जुन हामीले सपना देखेका थियौं त्यसले मूर्त रूप धारण गरिराखेको छैन। आज पनि हरेक वर्ष 16 देखि 20 लाख युवाहरू रोजगारीका खोजमा निस्किन्छन्। गत वर्ष मात्र 8 लाख युवाहरू विदेश जान बाध्य भए। पढ्न जाँदैन स्कुलहरू, जुन प्राथमिक स्कुलमा भर्ना हुन्छन् +2 सम्म पुग्दाखेरि 2/3 विद्यार्थीहरू पढाइ छोडिसकेका हुन्छन्। उनीहरूलाई पासपोर्ट बनाउन हतार परेको हुन्छ। तर हामीले निकास दिन पाइराखेका छैनौं। त्यही भएर हामी सोच्न बाध्य भयौं कि अगाडि कसरी बढ्ने। खालि हामी हल्ला गरेर मात्र अगाडि बढ्न सक्दैनौं। हामीका के विकल्प छ त्यो सोच्नका लागि पनि हामी यहाँ जम्मा भएका छौं। आखिर हामी के गर्ने त? ल राजनीतिबाट उपलब्धि भएन, संसदबाट भएन, सरकारबाट भएन भने के गर्ने? चुपचाप लागेर घरमा बस्दिने कि विदेश गइदिने कि दुबई कतार मलेसिया गइदिने कि केबाट हाम्रो निकास हुन्छ? या त यही वर्तमान व्यवस्थालाई स्वीकार्नु पर्यो, यही बेरोजगारी स्वीकार्नु पर्यो, यही भोग स्वीकार्नु पर्यो, यही रोग स्वीकार्नु पर्यो र यही हालतमा हामी बाँच्न सिक्नु पर्यो, या त व्यवस्थालाई बदल्नका लागि हामी तयार रहनु पर्यो। हामीसँग दुईटा मात्रै विकल्प छ। या त यो सडे गलेको व्यवस्था स्वीकार्नु पर्यो, या त यसलाई बदल्नका लागि अगाडि बढ्नु पर्यो। यदि हामी मृत प्राणी भएको भए हामी यही व्यवस्थाले स्वीकार गरेर घर गएर बसेर चुपचाप लाग्दिन्थ्यौं। हामी विदेश पलायन भइसक्थ्यौं। हामी जेल जाने डरले पनि विदेश गइसक्थ्यौं, अरू नेताहरू जस्तै, अरू पार्टीहरू जस्तै। तर हामी जीवित प्राणी हौं, त्यो साबित गरेका छौं। त्यही भएर हामी यो देशलाई नै विकल्प दिनको लागि यहाँ जम्मा भएका छौं। हामीका संख्या सानो होला तर यो बीज हो र यो रक्त बीज जस्तै हामी पूरा देशभरिमा फैलिन्छौं र यो देशलाई निकास दिएरै छोड्छौं। त्यसको लागि, त्यो प्रण गर्नका लागि, त्यो उद्घोष गर्नका लागि आज हामी जम्मा भएका छौं। र यो देशलाई साक्षी राखेर हामी यो नौलो गणतन्त्रको उद्घोष यहाँबाट गर्दैछौं। के संसदमा गएर के भयो? संसद कहाँ छ? संसद 4 नेता 4 यारको बन्धकमा छ। अहिले हामी यहाँ उपस्थित छौं। त्यहाँ बजेट बनाएर पारित गरियो। त्यसमा 1 महिना छलफल पनि होला तर कौवा फुल स्टपसम्म त्यहाँ चेन्ज हुँदैन। 4 वटा नेताले बसेर त्यहाँ मिलाएर बनाइसक्यो। त्यो देशलाई लुट्ने योजना बनाएर प्रिन्ट गरेर राखिसक्यो। त्यसमा कौवा फुल स्टप चेन्ज हुँदैन। संसद भनेको त्यसरी बन्धक, 4 यारले बन्धक बनाएको छ। सरकारमा त्यस्तै छ। घुमिफिरी ती 4 वटा नेताहरू म्युजिकल चेयर खेले जस्तै प्रधानमन्त्री बनिराखेका छन् 30-34 वर्षदेखि। अरू कोही आउनेवाला छैन, कोही आउनेवाला छैन। सारा त अदालत बन्धक बनेको छ नेताको। संवैधानिक निकायहरू, अख्तियार सबै नेताहरूको पकेटमा घुमिराखेको छ। निर्वाचन आयोग नेताहरू